संसारको सबैभन्दा गाह्रो भाषा कुन हो र त्यसलाई सिक्न कति समय लाग्छ भनेर तपाईँलाई थाहा छ? थाहा छैन भने आजको भिडियोमा थाहा भयो त। स्पेनिस सिक्नलाई 570 घन्टा लाग्दो रहेछ, इटालियन सिक्नलाई 590 घन्टा, फ्रेन्च 610 घन्टा लाग्दो रहेछ, डच 620 घन्टा लाग्दो रहेछ, पोर्चुगिज 635 घन्टा लाग्दो रहेछ। भिडियो मन परेमा लाइक गर्न नबिर्सनु है त। जर्मन सिक्नलाई 740 घन्टा, इन्डोनेसियन 850 घन्टा, मलाय 900 घन्टा लाग्दो रहेछ, हिन्दी सिक्नलाई 1150 घन्टा यो आउँछ, नेपाली सिक्नलाई 1250 यो पनि धेरै घन्टा लाग्दो रहेछ है नेपाली सिक्नलाई नि। युक्रेनी सिक्नलाई 1400 घन्टा, उर्दू 1420 घन्टा, भियतनामिज 1450 घन्टा। सबैभन्दा धेरै गाह्रो भाषा कुन हो तपाईँलाई के लाग्छ अहिले कमेन्ट गर्नु त। हङ्गेरियन सिक्नलाई 1600 घन्टा, थाई सिक्नलाई 1640 घन्टा लाग्दो रहेछ, ग्रिक 1830 घन्टा, तुर्किस 1900 घन्टा लाग्दो रहेछ, रसियन सिक्नलाई 1920 घन्टा लाग्दो रहेछ, पोलिस सिक्नलाई 1980 घन्टा यो त झन् गाह्रो, कोरियन 2000 घन्टा। ओ माई गड, जापानिज त मैले पनि पढाएको फेल भएको, 2100 घन्टा लाग्दो रहेछ यो सिक्न, अरबिक सिक्नलाई 2200 घन्टा। ओ माई गड, सबैभन्दा गाह्रो चाहिँ चाइनिज भाषा रहेछ, 2500 घन्टा लाग्दो रहेछ यो